हेलो साथीहरू, नमस्ते। मलाई चिन्ने नचिन्ने देश तथा विदेश सबै ठाउँमा बसिराख्नु भएको साथीहरूलाई धेरै धन्यवाद। मेरो भिडियोलाई धेरै मन पराइदिनु भएको अनि जसरी पनि बालेन शाहलाई जिताउनु पर्नेछ भनेर हजुरहरू पनि साथ सपोर्ट दिइराख्नु भएको छ र मैले जुन भाकल गरेको छु पशुपतिनाथमा लड्डु चढाउने कुरा त्यो न्युजहरूमा पनि धेरै भाइरल भएको छ। धेरै खुसी लागिरहेछ कि हजुरहरूले मलाई यति धेरै साथ सपोर्ट दिनुभएको छ। अर्को कुरा चाहिँ जति पनि साथीहरू दलित समुदायलाई नराम्रो मान्नुहुन्छ त्यस्तो कहिले नमान्नु होला। उहाँहरू पनि हाम्रो देशको जनता हो। हाम्रो देशको जनताहरू एकजुट भएर मिलेर बस्यो भने मात्रै हाम्रो देश बन्नेछ। धेरै नै विदेशको मान्छेहरू नेपाल देशलाई नराम्रो भनिरहेछ। त्यही भएर हामी यस्तो गरौँ, यस्तो मिलेर हिँडौँ कि हाम्रो देश प्रगति गरोस् र पछि आएर हाम्रो देशको नाम पुरै संसारभरि रोशन होस्। त्यस्तो म चाहन्छु। हजुरहरूलाई पनि नम्र निवेदन छ कि साथ सपोर्ट दिनु होला। सबैजना मिलेर एकजुट भएर हाम्रो देशलाई बनाऊ र अगाडि बढाऊ। हाम्रो देशलाई अगाडि बढाउनको लागि सम्पूर्ण साथीहरूलाई मिलेरै बस्नुपर्छ र मिलेरै अगाडि बढाउनुपर्छ। किनकि जेनजी आन्दोलनमा धेरै नै हाम्रो देश क्षति पुगेको छ। त्यो सब ठिक हुन्छ हामी एक भएर बस्यौँ भने। र बालेन शाहलाई जसरी पनि जिताउनु होला। हाम्रो बालेन शाहको खुट्टा तान्नेहरू आफै खाल्टोमा खसिरहेछ। धेरै राम्रो। छुवाछुत भेदभाव सबै हटाइदिनु। अब हाम्रो देशमा यो चल्नेवाला छैन। हामी सबै एक हौँ। जय नेपाल, जय घन्टी। र यो देशमा चाहिँ भ्रष्टाचारीहरू जति पनि छ तिनीहरूलाई सबैलाई लट्ठी लिएर कुदाउनु पर्नेछ र थुनुवामा थुन्नेछ।